नमस्ते, स्वागत छ फेरि तपाईँहरूलाई। आज हामी पिभट टेबलको थर्ड स्टेपमा जाँदैछौँ, जहाँ पहिलो दुईटा स्टेपमा हामीले पिभट टेबल कसरी बनाउने र भएको भ्यालुलाई कसरी प्रेजेन्ट गर्ने भन्ने हेरेका थियौँ। आज हामी पिभट टेबलको डिजाइन र केही अरू अप्सनहरू हेर्न गइरहेका छौँ, जहाँ तपाईँले स्क्रिनमा देख्न सक्नुहुन्छ मसँग यहाँ अहिले एउटा पिभट अलरेडी रेडी बनेको छ, जहाँ अमित को टोटल अहिले सब टोटल यहाँ देखिरहेको छ भने अमितको भित्र यो ग्रुपिङ भएर ल्यापटप मोबाइलहरू त्यसरी नै जोनको भित्र यसरी एउटा पिभट बनिरहेको छ। अब म सिधै यहाँ डिजाइन ट्याबमा गएँ, जहाँ तपाईँले यहाँ देख्नुभयो भने होम इन्सर्टहरू ब्ल्याक कलरमा छ भने पिभट टेबल एनालाइज र डिजाइन चाहिँ ग्रिन कलरमा छ। यो किन यस्तो त भन्दाखेरि यो पिभट टेबल भएको बेलामा मात्र हामीलाई यो दुईटा अप्सन देखिन्छ। जस्तो मैले यहाँ कतै बाहिर क्लिक गरेँ भने त्यो दुईटा अप्सन हराउँछ। तपाईँले त्यो अप्सन ल्याउनको लागि यो पिभट टेबलमै कतै क्लिक गर्नुपर्ने हुन्छ र यो स्पेसिफिकली फर द पिभट टेबलको लागि मात्र अप्सन हो। त्यही भएर आज हामी डिजाइन हेर्न गइरहेका छौँ। डिजाइनमा चाहिँ मैले डिजाइनमा गइसकेपछि यहाँ मसँग मल्टिपल अप्सनहरू छन्। जस्तो सुरुमा देख्न सक्नुहुन्छ सब टोटल। फर्स्ट अप्सन छ डु नट सो सब टोटल्स। यदि मैले यो डु नट सो सब टोटल्स गरेँ भने जस्तो यहाँ अमितको टोटल आइरहेको थियो त्यो हरायो। अमितको जोनको यो टोटलहरू हराउँछ। त्यसको काम भनेको सब टोटलहरू हराउने हो। र यदि मैले सब टोटल चाहे भने सो अल सब टोटल्स एट द बटम अफ द ग्रुप त्यसलाई क्लिक गरेँ भने अमितको ट्याक्क लास्टमा गएर त्यसको टोटल आयो। जोनको लास्टमा आएर टोटल आयो। त्यसरी नै नेहाको लास्टमा आएर बटममा गएर त्यसको सब टोटल आयो। त्यसरी नै अर्को अप्सन छ सो अल सब टोटल्स एट द टप अफ द ग्रुप। यदि टप अफ द ग्रुप गर्यो भने जस्तो अमितको माथिपट्टि आयो, जोनको एट द टप आयो। यसरी तीनटा अप्सन सब टोटलको हामीले हेर्न सकिन्छ। त्यसरी छ अर्को अप्सन ग्रान्ड टोटल्स। ग्रान्ड टोटल भनेको यो हाम्रो ग्रान्ड टोटल हो। कोलम एफमा तपाईँले देख्न सक्नुहुन्छ एउटा ग्रान्ड टोटल र रो 29 मा तपाईँले देख्न सक्नुहुन्छ अर्को ग्रान्ड टोटल। सो अब हामीले हेरौँ ग्रान्ड टोटल अफ फर रो एन्ड कोलम। यदि मैले यो क्लिक गरेँ भने यहाँको पनि ग्रान्ड टोटल हरायो, यहाँको पनि ग्रान्ड टोटल हरायो है त। यदि मैले अन फर रो ओन्ली अथवा अन फर रोज एन्ड कोलम गरेँ भने यो कोलम एफमा रोमा पनि टोटल आयो र यो 29 मा पनि टोटल आयो, ग्रान्ड टोटल आयो। यदि म अन फर रो ओन्ली गरेँ भने यो रोमा त टोटल आयो तर यो तलको मुनिको कोलमको टोटल चाहिँ हरायो। त्यसै गरी अन फर कोलम ओन्ली गरेँ भने कोलमको टोटल चाहिँ आउँछ, रोको टोटल चाहिँ हराउँछ। यसरी तपाईँहरूले सब टोटल र ग्रान्ड टोटललाई चाहिँ डिफ्रेन्ट वेमा चाहिँ कसरी चाहियो त्यही अनुसार राख्न सक्नुहुन्छ। त्यसपछि हामी छौँ रिपोर्ट लेआउटमा। रिपोर्ट लेआउटमा हामीसँग यो अप्सनहरू छ। जस्तो सुरुमा कम्प्याक्ट फर्म भनेको एकदम खुम्चिएको जस्तो अहिलेको जुन हामीसँग पिभट अहिले प्रेजेन्ट भइरहेको छ त्यो चाहिँ हाम्रो कम्प्याक्ट भ्यूमा छ। यसलाई मैले अब सो इन आउटलाइन, जस्तो यहाँ चित्र पनि देख्न सक्नुहुन्छ कस्तो हो त्यो भनेको भनेर। सो इन आउटलाइन भनेको कस्तो भन्दा यो एउटै उसमा हुन्छ, अलिकति यतापट्टि ग्याप भएर बस्यो। अमितको चाहिँ यहाँ यसरी अमितको अलिकति साइड भएर बस्यो होइन। त्यसै गरी इन टेबुलर फर्म भनेको चाहिँ यसरी ग्रुप भयो, सेम लाइनमा आयो। जस्तो तपाईँले देख्न सक्नुभयो आउटलाइन भनेको यो माथिपट्टि छ, अमितको चाहिँ खाली भयो र त्योपछि तल्लो लाइनमा आयो भने टेबुलर फर्म भनेको एज अ टेबल। जस्तो यहीँको यही अमितको त्यही लाइनबाट सुरु भयो है। त्यसरी चाहिँ टेबल फर्म। धेरै जस्तो प्राय प्रोफेसनल मान्छेहरूले चाहिँ टेबल नै युज गर्ने गर्छन्, किन भन्दा टेबलबाट धेरै प्रेजेन्टेसन बेटर हुनाले र युज गर्न सजिलो हुनाले टेबल फर्ममै काम भएको बढी देखिन्छ। अर्को अप्सन छ रिपिट अल आइटम लेभल्स। रिपिट अल आइटम लेभल्स भनेको चाहिँ के भन्दाखेरि जस्तो यो अमित छ, अमितको त खास यो मोबाइल पनि हो नि, प्रिन्टर पनि हो नि, तर यो तल चाहिँ ग्याप आयो नि त। त्यसलाई चाहिँ सबै अमित बनाउनको लागि तपाईँले डाइरेक्ट जान सक्नुहुन्छ र रिपिट अल आइटम लेभल्स गर्नुभयो भने अमितको जति अमितको, जोनको जति जोनको। अब टक्क यसलाई यो गरेर सब टोटलमा गएर सो अल द बटम गरेपछि यसरी ठ्याक्क तपाईँको रिपोर्ट चाहिँ यसरी बनाउन सकिन्छ। त्यसै गरी अब डु नट रिपिट अल आइटम लेभल गर्यो भने यो रिपिट हुँदैन, यसरी नै हुन्छ। अनि अर्को देख्न सक्नुहुन्छ यहाँ एउटा माइनस जस्तो देख्नु भएको छ नि तपाईँले, त्यसलाई क्लिक गर्नुभयो भने यसरी ग्रुप हुन्छ। यो ग्रुप हुन्छ। अमितको ठ्याक्कै यो बिचको प्रोडक्टहरू हरायो नि त, यसरी ग्रुप हुन्छ। यदि तपाईँले यो प्लसमा थिचिदिनु भयो भने यसलाई चाहिँ यो फेरि खुल्छ, यसलाई चाहिँ यो फेरि खुल्छ। अर्को अप्सन भनेको तपाईँले राइट क्लिक गर्नुहोस्, यहाँ एक्सपान्ड अर कोल्याप्स भन्ने छ। एक्सपान्ड गर्नुभयो भने यदि त्यो रो मात्र गर्ने एक्सपान्ड गर्नुभयो भने कोल्याप्स गर्नु पर्यो। कोल्याप्स भनेको यो मर्ज गर्ने, यसलाई चाहिँ ग्रुपिङ गर्ने। अब यहाँ दुईटा अप्सन छ। जस्तो
कोल्याप्स यहाँ मैले राइट क्लिक गरेपछि कोल्याप्स इन्टायर फिल्ड अथवा एक्सपान्ड इन्टायर फिल्ड, कोल्याप्स इन्टायर फिल्ड गऱ्यो भने सबै कोल्याप्स हुन्छ, हेर्नुहोस् सबै ग्रुपिङ भयो। यदि अब मैले फेरि एक्सपान्ड इन्टायर फिल्ड गऱ्यो भने यो एक्सपान्ड हुन्छ सबै। अब एउटा मात्र गर्नु छ भने यो सुरुको मात्रै कोल्याप्स गर्ने, यो अमितको मात्र भयो, र अब त्यसलाई नै फेरि एक्सपान्ड गर्यो भने एक्सपान्ड, अथवा यो प्लस यसमा थिचेर 1 by 1 पनि गर्न सक्नुहुन्छ। अब हामी जाउँ अर्को अप्सनमा, ब्ल्याङ्क रोज। ब्ल्याङ्क रोज युजुअली खासै युज हुँदैन, तर यो इन्सर्ट ब्ल्याङ्क लाइन आइटम भनेको जस्तो अमितको मुनि यहाँ एउटा जस्तो कहिलेकाहीँ तपाईँहरूले यहाँ कमेन्टहरू लेख्नुपर्ने हुन्छ, केही हुन्छ, त्यस्तो बेलामा चाहिँ यो एड गरेर हेर्न सकिन्छ। डिजाइनमा गएँ म फेरि, र रिपोर्ट लेआउटको ब्ल्याङ्कको चाहिँ रिमुभ ब्ल्याङ्क्स। अर्को भनेको रो हेडर, जस्तो हेर्नुभयो भने रो भनेको यो हो, हेडरलाई चाहिँ खासै यसको युज भनेको डिजाइनिङ नै हो। जस्तो तपाईँले कोलम हटाउनु भयो भने यहाँ माथिको त्यो ब्लू कलर हट्यो र यो नर्मल डिजाइन भयो, जस्तो यहाँ पनि देख्न सक्नुहुन्छ। र यहाँ यो डिजाइनको चाहिँ यो टेबल कस्तो टेबल बनाउने भन्ने कुरा हो। यहाँ तपाईँले यो एरोमा थिच्नुभयो भने तपाईँलाई मल्टिपल अप्सन आउँछ, यसरी तपाईँले ट्याक्क कर्सर यहाँ राख्नुभयो भने तपाईँ कस्तो टेबल बनाउने त्यो ठ्याक्क त्यो कलर बनाउन सक्नुहुन्छ यसरी है त। हामीसँग टन्नै अप्सनहरू छ, अथवा आफैले कस्टमाइज पनि गर्न सकिन्छ, तर हामीलाई यहाँ मल्टिपल अप्सन भएको भएर नर्मली त्यो चाहिँ गर्नुपर्ने जरुरत हुँदैन, तर चाह्यो भने त्यो पनि गर्न सकिन्छ है त। अब यो भइसकेपछि म तपाईँहरूलाई अर्को एडिसनल अप्सनहरू एकचोटि देखाइदिन चाहेँ। यसमा चाहिँ हामीसँग जस्तो युनिट प्राइस म लिएर आउँछु यसमा, र सेल्स पर्सनलाई म हटाइदिन्छु अहिलेलाई, र रिजनलाई पनि यता लिएर आउँछु। ल हेर्नुहोस्, जस्तो मलाई युनिट प्राइस यो सम अफ रेभेन्यूको पछाडि लानु छ भने मैले के गर्न सक्छु त भन्दाखेरि, यहाँ मैले राइट क्लिक गरेँ भने लेफ्ट क्लिक, यहाँ मैले लेफ्ट क्लिक गरेँ भने मुभ अप, हामीलाई यहाँ अप्सन आउँछ मुभ अप। यो मुभ अप गरेपछि हेर्नुहोस् यहाँ पनि अप भयो र यहाँ पनि अगाडि आयो, रेभेन्यू अगाडि आयो है। त्यसरी तपाईँहरूले मुभ अप, अब धेरै लाइन आइटम छ भने मुभ डाउन यो भयो। अब यसलाई चाहिँ फेरि लेफ्ट मुभ टु द बिगिनिङ, अब 10-12वटा छ भने पनि बिगिनिङमा लानु पर्यो भने यसरी मुभ टु द बिगिनिङ गऱ्यो भने डाइरेक्ट फर्स्टमा आउँछ। मुभ टु द रिपोर्ट फोल्डर, अब यो फिल्टर भन्ने अप्सनमा लानु पर्यो भने यसरी फिल्टरमा जान्छ यो रेभेन्यू है। तपाईँले त्यहाँ क्लिक गरेर पनि लान सक्नुहुन्छ, अथवा यसरी माउसले यताबाट यसरी पनि लान सक्नुहुन्छ। र अर्को छ मुभ टु द रो लेभल, मुभ टु द कोलम लेभल, यो यताउता मुभ गर्ने हो। रिमुभ फिल्ड भन्यो भने यो यहाँबाट हटाउने, यसरी माइनस गर्यो भने हट्छ, अथवा तपाईँले माउसले यसरी हटाउन चाहनुभयो भने यसरी पनि हट्छ। त्यो चाहिँ मैले फेरि लिएर आएँ रेभेन्यूलाई, र फेरि युनिट प्राइसलाई लिएर आएँ। र अर्को अप्सन हामीसँग के छ, भ्यालु फिल्ड सिटिङ। यो भ्यालु फिल्ड सिटिङ त हामीले हेरिसक्यो, सम अफहरू सो भ्यालुएज त हामीले एउटा फुल अगाडिल्लो भिडियोमा हेरेका छौँ। र सम काउन्ट पनि गर्न सकिन्छ यसलाई यसरी। यो इस्टमा 10वटा रहेछ, यसरी यसलाई चाहिँ मल्टिपल अप्सनहरू हेर्न सकिन्छ है। अनि अर्को अप्सनहरू भनेको हामीसँग मैले यहाँ यो पिभोट टेबलमा आएर राइट क्लिक गरेँ भने कपी त थाहा नै छ, कपी गरेर अर्को ठाउँमा पेस्ट गर्ने त्यो सेललाई। फर्मेट सेल्स भन्यो भने जस्तो कुनै पनि सेल्स तपाईँले चेन्ज गर्नुभयो, मानौ म यसलाई चाहिँ अकाउन्टिङमा गएर यसलाई डलर दिन्छु, सेल गर्यो भने यो सेलमा मात्र चेन्ज हुन्छ है फर्मेट सेल गर्दाखेरि चाहिँ। तर नम्बर फर्मेट गर्यो भने, नम्बर फर्मेट गरेर मैले अकाउन्टिङ गरेँ अथवा मैले करेन्सी गरिदिएँ र ओके गरिदिएँ भने पिभोट टेबलको त्यो रोमा भएको सबै, कोलममा भएको सबै कुरा चेन्ज हुन्छ है। फर्मेट सेल्स भनेको एउटा मात्र स्पेसिफिक सेल्स चेन्ज गर्ने, नम्बर फर्मेट भनेको चाहिँ सबै नम्बर फर्मेट गर्ने। रिफ्रेस भनेको के हो भन्दा, रिफ्रेस भनेको जस्तो मानौ मैले यो पिभोटमा केही चेन्ज गरेँ, जस्तो मैले यहाँ जोनको ठाउँमा विकास लेखेँ भने यो आफै त आउँदैन यहाँ हो, यो आफै आउँदैन। सो हामीले के गर्नुपर्छ, रिफ्रेस गर्यो भने तपाईँले यहाँ देख्न सक्नुहुन्छ, यहाँ त नाम ल्याएको छैन मैले, जस्तो मैले यहाँ प्रोडक्ट चेन्ज गरिदिन्छु, यसलाई चाहिँ मैले जोन नै हुन दिएँ, मोबाइलको ठाउँमा म टिभी राखिदिन्छु र यसलाई म रिफ्रेस गर्छु। ल हेर्नुहोस् टिभी हामीलाई यहाँ आयो है। यसरी तपाईँले चाहिँ केही चेन्ज भयो भने चाहिँ हामीले रिफ्रेस गर्यो भने फेरि त्यहाँ त्यो चाहिँ एड हुन्छ र रिफ्रेस गरेर त्यो पिभोटमा फेरि त्यही अनुसार नर्मल फर्मेटमा हाम्रै फर्मेटमा आउँछ। त्यसपछि रिफ्रेस पछि हामीसँग के अप्सन छ, डिलिट पिभोट टेबल, यो त डिलिट गर्ने। सर्ट गर्ने, हामीले स्मलेस्ट टु लार्जेस्ट सर्ट गर्न सकिन्छ अथवा लार्जेस्ट टु स्मलेस्ट सर्ट गर्न सकिन्छ। सर्टको लागि हामीसँग केही अरू अप्सनहरू पनि छ, त्यो एक्सप्लोर गर्नु होला, यो चाहिँ त्यति गाह्रो छैन।
त्यसपछि रिमुभ सम अफ युनिट प्राइस, जस्तो अब यो भनेको रिमुभ फिल्ड भने जस्तै हो। यहाँबाट जुनमा क्लिक गर्यो त्यो चाहिँ रिमुभ गर्ने अप्सन हामीलाई यहाँबाट पनि आउँछ, अथवा हामीले यो भ्यालुजमा गएर यसरी कर्सरले हटाउन पनि सकियो, अथवा यहाँ लेफ्ट क्लिक गरेर यसरी रिमुभ फिल्ड पनि गर्न सकियो। त्यो तीनटै कुराले एउटै रिजल्ट दिन्छ। त्यसपछि समराइज भ्यालु बाई काउन्ट गरेर समराइज गर, अथवा त्यो एभरेज गर, म्याक्स गर भन्ने अप्सनहरू त्यो नर्मल अप्सन हो, त्यो चाहिँ हामीले हेरिसकेका छौँ। सो भ्यालु एजको हाम्रो फुल एउटा भिडियो बनिसकेको छ। भ्यालु फिल्ड सेटिङ यो पनि सेम नै हो, सम काउन्ट एभरेज। यो जाने तरिका फरक छ, बट हामीले कसरी गर्ने भन्ने मात्र हो। अल्टिमेटली रिजल्ट चाहिँ एउटै दिएको छ। पिभोट टेबल अप्सनको चाहिँ हामी एउटा छुट्टै भिडियो हेर्नेछौँ। र हाइट फिल्ड लिस्टमा चाहिँ हाइट फिल्ड भनेको यो राइट साइडमा जुन तपाईँले अप्सनहरू देख्नु भएको थियो त्यो हरायो, त्यसलाई फेरि ल्याउन मैले पहिलो भिडियोमा पनि भनेको थिएँ। हामी जान्छौँ पिभोटमा क्लिक गर्छौँ, यहाँ जान्छौँ पिभोट टेबल एनालाइजमा, र फिल्ड लिस्टमा हामीले यहाँ क्लिक गर्छौँ र हामीले यो फिल्ड लिस्ट ल्याउँछौँ। अथवा यदि केही गरी हाइड भयो भने यहीँ राइट क्लिक गरेर सो फिल्ड लिस्ट पनि गर्न सकिन्छ है त। यदि भएपछि डिजाइन र यहाँ हामीसँग पिभोट टेबल भित्र आउने केही अप्सन, मल्टिपल अप्सनहरू हामीले सर हेरेका छौँ। केही भयो भने कमेन्ट गर्नु होला, लाइक गर्नु होला। थ्याङ्क यू सो मच।